हेलो साथीहरु, गुड मर्निङ, ह्यापी तिहार सबैजनालाई। आजको हाम्रो तिहार चाहिँ कस्तो हुन्छ हेर्दै गर्नलाई। यहाँ भाइ र बहिनी तयारी अवस्थामा लुगासुगा खोज्दैछन् गाइज। अनि गीत लाउँदै बसिरहेको छौँ। अनि हामीले खानासाना सब रेडी गरिसक्यौँ। अब हेर्दै गर्नु ल हामीले कस्तो गर्छौँ बिफोर एन्ड आफ्टर। मैले चाहिँ यो लुगा लानु लागेको साथीहरु खै कस्तो देखिरहेको नि गाइज। अहिले चाहिँ भर्खर 10:25 गएको छ। टिकाको साइज चाहिँ 10:39 रहेछ साथीहरु। कति रे हो र 11:39 गाइज। भोक लागेर मलाई त लास्ट गाह्रो भयो। अब खान्छु होला भात। गाइज देख्न सक्नुहुन्छ हामीले चाहिँ यसरी बनायौँ। अब अर्काको ठाउँमा बसेर है। अब खासै भने जस्तो त हुँदैन घरमा जस्तो रमाइलो त। तर हामीले चाहिँ यहाँ यसरी डेकोरेट गरेको छौँ। हेर्नु हामीले जस्तो आउँछ त्यस्तै। मैले त हैन, सब बहिनीले गरियो गाइज। उ बनाउँदैछ अझै पनि, अझै हुँदैछ कामकाज। यत्रो धेरै छ हेर्नु। अनि भाइ चाहिँ यता मोबाइल चलाएर बसिरह है। अझै 1 घण्टा बाँकी छ गाइज। अब लुगा सुगा लाएर उ गरेर हामी देखाउँछौँ ल फेरि। ल अहिले राखिदिन्छु। दाइसँग बोल्नु, अहिले दाइले फोन गर्छन् होला। म यहाँ छु हिरोनी बनेर मेकअप गरेर बसे। आउटफिट बहिनी तयार हुँदैछ अझै। अनि म यता तयार भइसकेँ। मलाई त हेर्न कस्तो मेकअप लाँदा पुरै कस्तो कस्तो देखिएको के। यो मोबाइलै खत्तम छ नि त मेरो। अनि भाइ हेर्नु इ यस्तो छ गाइज। हामीले चाहिँ यस्तो बनाहौँ। हेर्नु साथीहरु, रोटी छ, त्यसपछि ओखर छ, 1 कचौरा, केरा छ, स्याउ छ, अनि सुन्तला छ। त्यसपछि भाइ मसला छ, टिका, माला, डिउ, स्प्राइट सबै थोक छ। यस्तै हाम्रो चाहिँ आजको गाइज। अब चाहिँ टिकाको साइज 35 भइसक्यो। ठ्याक्क 39 मा चाहिँ टिका ट्याप्पै लगाइहाल्नुपर्छ। हातले हुन्न बहिनी। उतोले काट्छ र अस्ति नै तेरो के भएको थियो पोर साथीहरु। अब यहाँ कार्यक्रम सुरु एले हो योले ए ल 35 भइसक्यो। ल 36 गिलासमा डुबा भयो हुन्थ्यो। केही छैन, हुन्छ हुन्छ ल गाइज। यसरी गरिन्छ हेर्नु है त कसरी गर्छौँ हामीले। अब जानी हैन बर बहिनीले पहिला ढोकामा टिका लाउने होला नि साँच्ची त। कतिचोटि हो अब यसलाई नि होला नि। यसलाई त अहिले हैन टिका चाहिँ लगाइदिनु पर्यो। केही टाहनी होइन नि त। के टाहनी हो र? भिडियो गर्नुपर्छ क्या, सबै देखाउनुपर्छ। कति हो के हुन्छ त? यो के नदिने भने कसले के भन्ने होला। त्यति लाउँदैन लो के कुरा अरे। बरु त्यो उसले लगायो भए हुन्थ्यो। पहिला ढोकामा लाउनुपर्छ गाइज। एउटै अम्लाले ट्याप्का ट्याप लगाइदिए क्या। एउटै अम्लाले लगाइदिए। 37 भयो। त्यही खापा खाप लगाइदिने हुन्छ हौ। भयो 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 बहिनी। ऊ त्यो उसले लगाइदिने बहिनी यसलाई चाहिँ एयरबडले हातले लगाइदिने हुन्छ। यत्र यत्र ए म पुरा एङ्गलबाट खिच्छु ल। पहिला त घुम्ने होला नि पानी लिएर।
खै त गीत ला गीत गीत बजा त्यो धुनै गएछ त मेरो है झन् लाउने बेलामा चाहिँ धुनै छैन यार 38 हौ 39 मा ठिक्क हुन्छ सुरु गरिसक्यौँ त त्यही हो क्या सायद भने ठ्याक्कै 29 मै 39 मै भन्दिन है अब चाहिँ भाइलाई टिका लाउने टाइम आयो साथीहरू म चाहिँ उताबाट सिकाउँदैछु यसरी होइन भन्दै अनि बहिनीले चाहिँ अहिले बोलेर बनाउने होइन क्या पछि भोइस ओभर गर भनेर भन्दैछु क्या अनि त्यहाँ मोबाइलमा गीत लगाउन लाउँदैछ जस्तो छ गीत लगाएर चाहिँ लगाउन थाल्दैछु यसरी पहिला घुमाएर पूजा गरेर लगाउँदैछ म चाहिँ भिडियो गर्नमा व्यस्त छु यसो गर उसो गर भन्दैछु अनि फुल टाउकोदेखि मजाले हाल्दैन भन्दैछु मैले मलाई फेरि जे कुरामा पनि धेरै बाठो भन्नुपर्छ क्या साथीहरू टाउकोमा अलि छर्न खान्छु सबैको तेल लगाइदिए पहिला बहिनीले राम्रोसँग टिका बस्छ भनेर अनि कल्पनाले फोन गरिरहेको थिएँ अनि कल्पनाले हेर्दैछ हामीले कसरी मनाउँदैछौँ भनेर बिचरा उता टाढा छ नि त विदेशबाट अनि उसले पनि स्क्रिन रेकर्ड गर्दैछ मैले पनि यताबाट स्क्रिन रेकर्ड गर्दै थिएँ अब चाहिँ भाइलाई बहिनीले टिका लगाइदिँदैछ फुलसुलको पूजा गरेर साथीहरू भ्याइयो अनि अहिले चाहिँ मैले स्क्रिन रेकर्ड गरेर बनाइरहेको छु यो लगाइदिए यो सेतो नलाइदिए तल भन्दै थिएँ मैले यो चाहिँ हजुरहरूलाई थोरै यसो मेमोरी पनि हुन्छ नि त अब सधैँ सँगै पनि नहुन सकिन्छ अब टाढा टाढा भइन्छ नि त अब अनि त्यही भएर चाहिँ मैले मेमोरीको लागि गरिराखेको हुन्छु क्या यो सबै कुराहरू तपाईहरुलाई चाहिँ लाग्छ होला जे पनि किन शेयर गरे किन हाले होला भनेर सबै म चाहिँ मेमोरीको लागि राख्छु के साथीहरु अब आफ्नो फ्यामिलीसँगको मैले दशैं पनि राखिरहेको छु नि त सबै मेमोरी हुन्छ भनेर चाहिँ राखेको के अनि राम्रो देखिरहा यसरी देखाउँदा भन्दै थियो कल्पनाले चाहिँ हेर्दै गर्नु ल यसरी नै साथीहरु हाम्रो चाहिँ यसपालिको टिका चाहिँ सकियो तिहार चाहिँ सकियो भनौं न हैन भाइ टिका चाहिँ भाइ चाहिँ गाउँबाट आएको थियो त्यही टिकाको लागि भनेर चाहिँ अनि टिका पनि फाइनली सकियो अनि आज त भाइ घर पनि पुगिसके साथीहरु आज एडिट गर्दै छु मैले चाहिँ यो त्यही नै हो साथीहरु हेर्दै गर्नु कस्तो लाग्छ तपाईहरुलाई पनि सजेसन गर्नु कहाँनिर मिलेर आएन यसरी गर्दा हुन्छ भनेर यदि हजुरहरुलाई केही कुरा थाहा भने एडभाइस दिनु होला भन्न चाहन्छु अनि भाइ मसला गिफ्ट पनि दिदैछ बहिनीले चाहिँ मक्ख पर्दैछ भाइ चाहिँ अनि खानदिनु पनि पर्छ दिएर मात्र हुन्न भनेर सिकाउँदै थिए कल्पनाले चाहिँ कलबाट अनि मैले नि हो खानदिनु पर्छ भनेको भाइ चाहिँ मक्ख परिरहेको छ दुई जनै मक्ख छन् सानो मान्छे खुसी भयो भने ठुलो मान्छेहरुलाई चाहिँ खुसी लाग्छ के साथीहरु बिचारा भाइ त्यही टिकाको लागि भनेर यहाँ आएको थियो घरबाट अस्ति आएको थियो हिजो बस्यो फेरि आज बिहान नै गइहाल्यो अनि हामीले चाहिँ माला नै लाउन त्यहाँ बिर्सिन्छ के बहिनीले चाहिँ साथीहरु कस्तो यताउति गर्दा गर्दा के हो हुने के अब खासै थाहा छैन नि त त्यही भएर अनि के बिर्स्या भने पछि त अनि खोइ त नि माला भनेर मैले सोधिरहेको थिएँ यो खाइसकेपछि चाहिँ अब मालाको याद आउँछ के अनि यस्तो हेरेको त अनि भिडियो बनाउन व्यस्त फेरि म पनि स्क्रिन रेकर्ड गर्दै थिएँ त्यही भएर खासै याद नभएको उफ त्यस्तरी ढोकेर हुन्न भन्दै त्यस्तरी ढोकेर हुन्छ त यत्रो ठुलो भएसी भनेर भन्दै कल्पनाले चाहिँ अब दिदीलाई लगाइदिनु पर्छ भनेर भाइले टिका लगाइदिँदैछ त्यो पहिला ओखर त फुटाउने बिर्सेछ साथीहरु त्यो हतार हतार भएर अनि अहिले फुटाएर ल्याउँदैछ बहिनीले
के भयो क्या गोलमाला भयो थाहा छैन नि त हामीलाई अहिलेसम्म खासै त्यस्तो घरबाट डिफ्रेन्ट भएर लगाएकै छैन ठुलो मान्छेहरूसँग दिदीहरूसँग लगाइराखेको छ नि त अहिलेसम्म अनि यसरी छुट्टै लगाउँदाखेरि चाहिँ केही पनि थाहा नहुने क्या मलाई पनि थाहा छैन बहिनीलाई पनि थाहा छैन अनि के हो कसो हो केही थाहा नभएको क्या भाइले चाहिँ एकदम राम्रो बनाएर लगाइदिँदैछ मिलाइ अनि भाइले पो राम्रो लगाइदिए बरु ज्योतिले भन्दै थियो कल्पनाले चाहिँ मिलाइ पुसी लगाइदिँदैछ भाइले चाहिँ हेर्नु न भाइले चाहिँ बहिनीले भन्दा नि कति राम्रो बनाएर चिटिक्क पारेर लगाइदिएको छ क्या टिका सिधा पारेर म र कल्पना दुईजनाले त्यस्तै भन्दै थियौँ अनि भाइले पनि टिका लगाइदियो के हो भएको छ क्या यहाँनिर चाहिँ हेर्नु न ऊ अनि दिदीलाई पैसा दिनु त भनेको पैसा दिँदैछ भाइले ढोग्नुपर्छ भनेर ढोग्दैछ बिचरा भाइले चाहिँ पुरै मजाले यस्तै भयो साथीहरू हाम्रो तिहार चाहिँ अनि अब खाना खानुपर्छ भन्दैछ भाइले चाहिँ अनि पछि त अनि मैले भर्खर देखेको क्या अनि गिफ्ट दिनु पर्यो गिफ्ट भनेको गिफ्ट दिँदैछ यताबाट खिच भन्दैछ क्या बहिनीले मलाई फोटो खिच्नुपर्छ अब भन्दैछन् अनि फोटो खिच्नमा हामी एकछिन व्यस्त भयौँ अनि यता म चाहिँ कल्पनालाई यता देखाउनलाई राखिदिएर अझै हामीले मालाको कुरा सम्झेकै छैन साथीहरू कपाल मिलाएर खिच्नु पर्यो भन्दैछ बहिनीले अनि मैले चाहिँ गिफ्ट दिएको फोटो नि खिचिदिन्छु भनेर यता फोटो खिच्दै थिएँ मोबाइल यता राखेर ऊ पोज दिँदैछन् अनि साथीहरू हामीले चाहिँ अहिलेसम्म माला यादै नगरेको मैले फोटो खिच्दा लौ माला चाहिँ खोइ त भनेर भने भाइलाई अनि माला अहिले पो लगाइदिँदैछ क्या बहिनीले अनि लामो भयो भनेर भनेको मैले अनि भाइले आफैले गाँठो पार्दैछ बिचरा हामी त के गर्यौँ क्या यस्तै भयो हेर्नु हाम्रो तिहार चाहिँ अब यो फ्रुटहरू नि लिक अब फोटो खिच्नु पर्यो समातेर भनेर भन्दैछु मैले भाइलाई माला अलि राम्रो देखेन भनेर मिलाउन लगाएको अनि हाम्रो टिका सकेपछि साथीहरू म चाहिँ अर्को लुगा लगाएर फिल्म हेर्न जानलाई रेडी भइसकेँ बहिनी चाहिँ उता कपाल मिलाउँदैछ अनि यो हाँसोको कारण थाहा पाउन चाहनुहुन्छ भने चाहिँ जाँदैछौँ गाइस भन्दै थिएँ अनि बहिनीले चाहिँ के रे छुम्रे भनेर लास्टै हाँसेको थिएँ होइन राम्रो छ नि हिरो छ गाइज हिरो कसैलाई मन पर्यो भने कमेन्ट गरेर है सिङ्गल हो हार भाइ एकदम हिरो हो यी आज कपाल काटे है
लाउरे पो त यी बहिनी चाहिँ मेकअप आर्टिस्ट हो अनि यो तस्बिरहरू चाहिँ हाम्रो हिजोको साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ लास्टसम्म हेरिदिनु भयो अनि हामी चाहिँ त्यसपछि जेरी अन टप मुभीमा केही फोटोहरू तस्बिरहरू चाहिँ मैले खिचेको थिएँ क्या यो चाहिँ रुममै खिचेको हो दिदीभाइको बहिनीसँगको चाहिँ नरहेछ अनि त्यही भएर अनि बहिनीको चाहिँ यहाँ जेरी अन टप हामीले मुभी हेरेको खतरा छ तपाईँहरू पनि हेर्न जानु होला ओके बाई बाई